भनमा नि एकचोटि पेट चोट खाएपछि कति गाह्रो हुन्छ क्या यार। उसले होइन अब साँचो माया गरेको हुन्छ अब होइन, केटा मान्छेले अब छोरी मान्छेले नै सजिलै भुलिदिन्छ नि क्या। लाली जो जान्छ कि हजुर। हेलो एभ्रिवान, ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ र मैले सन्चै छु। भनमा नि एकचोटि पेट चोट खाएपछि कति गाह्रो हुन्छ क्या यार। उसले होइन अब साँचो माया गरेको हुन्छ अब होइन, केटा मान्छेले अब छोरी मान्छेले नै सजिलै भुलिदिन्छ नि क्या। अनि कोही छोराहरू नि होला होइन सजिलै भुलिदिने, अब कोही छन् भन्दैमा के हामी पनि त्यस्तै होला नि त होइन। के हाम्रो पिरा यताउति बुझ्दैन नि त केटीहरूले। कस्तो हो क्या, साँचो माया गरेपछि जिन्दगीमा साँचो माया गर्न सिक्नुपर्छ क्या। आफूले सोचिन्छ होइन, अब यसँग जीवन कटाउने, अब यसँग त्यो गर्ने भनेर सोचिन्छ होइन। अब उनीहरूले सजिलै भुलिदिन्छन् क्या। के हो क्या, यस्तो जिन्दगी पनि आइसक्छ र आफूले माया गरेको हुन्छ नि, आफूले विश्वास गरेको हुन्छ, केयर गरेको हुन्छ होइन, उनीहरूले सोध्दैनन् क्या यार। होइन हाम्रोलाई जस्तो रुचाउन् नि त्यस्तै हुन्छ कि उनीहरूलाई पनि, किन होइन। अब हाम्रोको क्या दिन अब यस्तै अब होला त होइन, बिग्रेला के गर्नु क्या। एउटा साथमा हुँदा पनि अर्को रोज्छन् कि एउटालाई क्या माया दिएको होइन र माया पुगेको हुन्न र एउटासँग कि अर्कोसँगै जानु भन्ने छ र अर्कोले हेर्नु भन्छ। अनि त्योसँग पैसा होला, त्योसँग आजको पैसा होला, भोलि पैसा नहोला, के छोडिदिने त्यसलाई। बिस्तारै मिलेर कमायो नि यार। अनि पैसा छैन भन्दैमा कि छोरा जाने भन्ने छ र अग्नेश दर्शकहरू। अब केही छैन, बुझ्नेले बुझ्छन्, बुझ्नेले बुझ्दैनन् भने के भन्न सकिन्छ क्या, हो कि नै। केही छैन, अब यति नै हो पिरा। अब जसले बुझ्न सक्नुहुन्छ मेरो भिडियो हेरेर होइन, यति नै माया गरिदिनु होला। यति माया गर्नु छ भने मेरो बेलालाई म